मोती सुन सब छ चन्द्रमा जस्तो तिम्रो मुहार यसरी फ्याक्क खालको मलाई ओइ अड्किँदो रहेछ ओइ भन्ने के देखाइदिनु क्या हो होइन नि होइन थोरै पनि होइन सो उहाँहरूको लागि म कन्टिन्यू गर्न चाहन्छु मेरो युट्युब जर्नी अब त्यही हो प्लिज सपोर्ट र साथ दिनुहोस् Hello guys, welcome back to my YouTube channel and also yes I know I am making vlog after a long time र मेरो लास्ट vlog पनि बर्थडे केककै बारेमा थियो र अहिलेको vlog पनि बर्थडे केककै बारेमा हो सो मेरो बर्थडे आउँदैछ आफ्टर 2 days तर मलाई अलिकति फुर्सद छैन त्यही भएको भएर पनि म अहिले नै केक बनाउँदैछु र आज चाहिँ होल केक बेक हैन बेक चाहिँ मैले गरिसकेको छु हैन यो भित्रको लाइक यो चाहिँ बेक भइसक्यो अघि नै अनि कुल डाउन भइरहेको छ र आज हामी गर्दैछौँ फ्रोस्टिङ एन्ड गसिप फ्रोस्टिङ गर्दै हम केकमाथि एन्ड लेट्स मेक द डिजाइन विथ मी म बनाउँछु फ्रोस्टिङ भेनिला फ्रोस्टिङ बटरलाई whip गरेर अनि त्यसपछिबाट रेडी हुन्छ ल पहिला सुरु गरौँ ल यसलाई टाइम लाग्छ ल टाइम लाग्छ बाक्लो हुँदैछ है अब हाम्रो रेडी हुँदैछ अब लाइक 1 मिनटमा अब रेडी हुन्छ म चाहिँ एउटा सेटअप गर्नु लागि ल त यहाँ हामी केक बनाउँछौँ अघि हामी खेल्दै थियौँ क्या मोनोपोली है केक खेल्दा हो यहाँ केकको सेटअप यार यहाँ केकको सेटअप दोस्त छ यार आई डोन्ट नो यो भिडियो गर्दै खोज्यो भने चाहिँ मेरो दिमाग काम नगर्दो रहेछ कि त्यही भएर मैले भ्लग खास हुन्छ नि काम गर्दा गर्नै सक्दिनँ यही हो मेरो कमजोरी हेर्नु अब चाहिँ लगाएर न घाँस काट्या फेरि बाहिर यही टाइममा फेरि वातावरणै छैन गाइस ल ठिक छ त्यही नि अब हामी एकछिनमा भ्याउँछ होला उसले अनि विल कन्टिन्यू आज हामी गफ हान्दै गर्छौँ ल के कुरा गर्दै गर्दै अलिकति भाडा उता राखौँ के गर्छु सक्दैन नि फेरि सेफ हो नि फेरि हिँडेको अझै कोही लाग्यो ओके आज चाहिँ चक्लेट केक हो है गाइस यो हात चाहिँ धोएर बसेको छ हातको कम्प्लेन चाहिँ नगरौँ स्टिल लाइक यो फाल्दिन्छु त्यसो भए यो हाम्रो स्ट्यान्ड र आज मसँग के छ म देखाउँदै जान्छु लाइक प्लेन डिजाइन हुन त के भन्छ अरे त्यसलाई के भन्छ है युट्युबको फ्रन्टमा राख्ने उन त भिडियो बनाउन छोडेर त्यो थम्बनेलमा देखिसक्नु होला कस्तो केक बन्यो भनेर तर कसरी बनाउँदैछु चाहिँ हेर्नु ल थम्बनेल हाल्नु त्यो के भन्छ स्प्याचुला केही होइन ल ठिक छ त्यही नि बड़ी देशों में ऐसे छोटी मोटी बातें होती रहती है और नहीं बस्नी है क्या ओके सो यसमा चाहिँ म यो काट्दै गर्छु किन अलिकति हुनु न पुरै टेढो मेढो भयो फेरि के छैन उतै माटो उस हालेर क्रिम हालेपछि हुन्छ घुमाऊ त्यसलाई घुमाऊ पूजा घुमाऊ ला यहाँबाट पिछिसक्यो माथिबाट त्यसको बाजेको टुप्पी भइहाल्यो छिटो घुमाऊ अझै अझै घुमाऊ ओइ के गरे घुमाऊ भने त्यसरी घुमाइदियो ल
my god. Wait, let's have a look. Let's see. No worries. Mira, mira. Oh, ya, ¿cómo es? Mira. La que salió con mira. Tiene un montón de cosas. Mira, Davi भइरहेको है दामी ल ओए नाइस है नाइस ल मैले भनेको टल कसरी भन्छ है मैले टल के ल त्यही अब मेरो त्यो इलेक्ट्रिक मन पर्छ त यो मैले बनाएको छु जुन खप्लक त निस्की होला नहाँस न You can do it. यसको केक पप बनाउने कि सानो दुई तीनटा माथि राख्नुलाई हुन्छ नि योले किन वेस्ट गर्नु हैन कति खानु हैन हजुर मलाई त त्यो दुईटा स्टिक पनि ह ती स्टिक चाहिँ कहाँ उतै ह होला स्टिक चाहिँ त्यो उसको हैन यसले चाहिँ गर्ने हामी चाहिँ यसरी बनाउनु पर्छ यो चाहिँ गाडी बनाइ हो नाइस म चाहिँ भयो गाइस है इन्फो पनि दिनु सोई Oh my god, अलिकति धेरै बोल्नेहरूको मुख यसरी नै काट्न मन लाग्छ मलाई यसरी घोप्न मन लाग्छ मेरो फेस चाहिँ फेरि ओइ कहाँ पुग्यो ल ठिक छ फेस त्यही भएर हो नि काट्नु हुन्न है केकमा यसले एउटा भयो हुन्छ होला है होल्ड गर्ने त हो फेरि काट्ने बेलामा केक काट्ने बेलामा पनि झ्याउ हुन्छ नि त ओके अब यसलाई हामीहरूले के गर्छौँ त भन्दा अलिकति सुनाउने नमिले जस्तो है पनि छ आइसिङ पसिना यार मलाई ढाल्न फेरि किन बसेर कुना म यो पप बनाउँछु भनेर गएको हो कहाँ गयो ल यता आउँछ न यता आउँछ यो भयो ग्लभ्स लगाएर मस्त मिच्छ यसलाई यति भयो हुन्छ होला सायद पपको मिच्दै सफ्टेस्ट पार्टहरू मिचेर बल बनाऊ है बल हाम्रो पूजा जसको सेफले सुसेर ल है त के गसिप गर्ने हो अब होइन म चाहिँ के भन्छु भन्दा के अब के भनौँ है युट्युब च्यानलको बारेमा केही भनौँ कि के भनौँ के गसिप गरौँ त्यस्तो के गसिप गरौँ पूजा यत्रो एक वर्ष कहाँ आउनुहुन्छ म क्यानाडातिर भनेर भन्छु भने पनि ठिकै हो हाल्नु चाहिँ के यसलाई के त्यो धुलो बनाएर म क्यानाडातिर भनेर थिएँ हजुर त्यसमा थोरै फ्रोस्टिङ हाल्नु पर्छ होला हो यसलाई चाहिँ फर्स्टमा कोटिङ भनिन्छ होला टल भइरहेको है टल भनेको टलै भएछ अस्तिको पालि लास्ट इयर पनि मैले खासमा यस्तै गर्छु भनेको खासमा है बट अनफर्चुनेटली मेरो अब यसलाई चाहिँ हामी फ्रिजमा राख्नुपर्ने हुन्छ त्यतिखेरसम्म चाहिँ केक पप बनाउँ ल यस्तो क्या हाम्रो त काम गर्दा गर्दा बोल्नै आएन है यो यस्तो एक कस्तो भन्दाखेरि काममा फोकस एकदम फोकस के
काम गर्दा गर्दा यो बोल्ने बानी नै छैन के गाइस अब बिस्तारै सिक्दैछु होइन मेबी बिस्तारै सिक्दैछु बल्ल टाँसी है डल्लो डल्लो बनाउने हो के ल म राखेर आउँछु ल फ्रिजमा सुन के खस्यो भनेर सुनको खसेर रहेछ सुन पनि हाल्छु केकमा सुन म जस्तो धनी भनेर अलिक बढी भयो जस्तो गरेँ क्या अझै मोती सुन सब छ अझै त्यसो सुनमा हाल्छ नि हो ल यो गाडी खान्छ फोन आयो कता हाल्ला भाइ है साइकल हाल्नु मान्छेले युट्युब चलाउँछ आएको छ क्या हुन त अघि भर्खर त 7 बजे भयो नि त टुटुट भयो कस्तो देखिँदो रहेछ है त यो विदाउट फ्रोस्टिङ के एउटा है कसरी गरम पुजाइलाई चाहिँ फ्रोस्टिङ किन भनेर त्यसमा फ्रोस्टिङ हाल्ने फेरि हाल्ने भने खोजेको हो म त थाहा छैन कसरी गर्छ यतिकै टाक्स एकदम कस्तो दिँदो रहेछ नट ब्याड तर के हो यो अर्डर दिँदा नलिने सिङ्कामा है अलि हेभी भएको र थोरै भयो ओके अलि डट हल्का हल्का ठुलो भएछ यसलाई सेन्टर बनाउने है पूजाको बर्थडेमा नि यसरी बनाउनु ल केक मिलेर के भने बाहिर उस नगर्ने नि बाहिर खर्च हुँदैन सुनको लड्डु म जस्तो एक्साइटेड कोही हुन्न यार गाइस बर्थडेमा है अलवेज एक्साइटेड बिचरा कल गर्न पनि सोधिरहेको हिजो के छ हजुरको प्लान भन्दै काममा एक्कासी बाहिर खानु प्लान के भन्नु है नथिङ एल्स मैले चक्लेट दिएको चाहिँ राम्रो देखिन्थ्यो बट के गर्नु गर्नु पऱ्यो हो खालको के अरे एस्थेटिक भनिन्छ कि यस्तोलाई होइन कस्तो लाग्छ त्यो बिहामा बनाउँछ कि कसार बनाएछ कसार बनाए जस्तो ओके गर्मीले पागल हुन्न है हामीहरू के डल्लो भयो के भएको त्यस्तो जुन सानो बनाएको छ नि के हो र कस्तो मोइस्ट भएको केक चन्द्रमा जस्तो तिम्रो मुहार खुरालाको मु बोलाए त्यस्तो चाहिँ हुँदैन ल यो फ्यानको आवाज आइरह तर मलाई हावै अनि यो ठिक्क हायर गुलियो यार अब चाहिँ यो बेटर हो अरे ल खाऊ त त्यत्रो धेरैमा त्यो क्रिम हाल्नुको साथ आधामा हाले भए चाहिँ मजाले बस्दो रहेछ है हो यो बेटर छ वे बेटर ल नाइस वान आई मिन कतिवटा वे दामी बनाइदियो पूजाले ल गसिप गरौँ है त त्यतिखेर जब म कसको आफ्नै होल्डै गरेन क्या अहिले त नि अझै चाहिएको र आइसिङ यस्तो गरौँ त मेबी म केही पनि बोलेँ होइन क्र्याक भयो यार सो गाइस गसिप मेरो बारेमा गसिप भन्ने के भन्ने इन्फर्मेसन भन्ने आई माइट के अरे कन्टिन्यू माई युट्युब जर्नी है आई माइट कन्टिन्यू अनि त्यसपछिबाट चाहिँ अब तिमी हावै भ्याइन्छ नत्र
कति टाइममा उस पर्ने त्यो चाहिँ अनि फेरि अब एकछिनमा गर्नुपर्छ होला भिडियो बनाउने उस अब मेरो? कस्तो कस्तो मेरो सोच चाहिँ अब राम्रै छ सोचसम्म मात्रै सीमित भयो बट आइएम ट्राइङ माई बेस्ट है अब म बिस्तारै कन्टिन्यू दिन चाहन्छु युट्युबमा किनकि अब मैले केही भिडियो नहाल्दाखेरि पनि मेरो जति पनि सब्सक्राइबर हुनुहुन्छ है 2.28K भनेको थोरै पनि त होइन नि होइन थोरै पनि होइन सो उहाँहरूको लागि म कन्टिन्यू गर्न चाहन्छु मेरो युट्युब जर्नी अब त्यही हो प्लिज सपोर्ट र साथ दिनुहोस् भन्दै म अहिलेको लागि खाएर जान्छु म छोटो मोटो ब्रेक पछि हाम्रो केक चाहिँ सेट हुँदैछ ल यहाँ भाद्रकोल छ यार यहाँ भाद्रकोल अहिले सब सफा गर्नुपर्छ चटपट खाएको पिरो भयो क्या ल ठिक छ है त हाम्रो केक चाहिँ हल्का सेट भइसकेको छ क्रम कोटिङ के भनेको ल अब यसलाई चाहिँ टक्क लाएर हामीहरू गर्छौँ तिमी आएर बस न यार हो सेट भइसक्यो वेलकम ब्याक अरे क्या हामी हाम्रो के अरे उसदेखि फिर्ता आइसकेको छौँ फेरि ऊ ब्याकग्राउन्डमा भाइ बोलिरह आँखा गर्न आउँदै खाँदै बोलिरह सेट भयो नि यहाँ पुग्छ त क्रिम हाल सोर साथ कप कहाँ गयो मैले पुरा फ्रोस्टिङ चाटिरहेको के यस्तै भइरह यहाँ पुग्न पुग्ला जस्तो अपुग भयो behind the scene खिचिहालौँ न यस्तो भइरह भनेर यहाँ भाग्यो बिहाइन्ड द सिन के टाफेरी तिमीहरूको खुट्टा नि खिचेर हाल्यो खुट्टा लौ पोज गरेर बसेको अरे नि त्यहाँ ल पोज दिएको अरे खुट्टाको पोजहरू दिइराखेको यार यिनीहरूले हालिदिन्छ है हालिदिन्छ Right, the guy sharp edge. So यतिकै चाहिँ ठिक्क छ है यो है हैन र ठिक्क छैन र एब्स्ट्र्याक्ट भयो नि त हल्का हैन सो दिस इज माई फिनिशिङ यता चाहिँ हल्का ओभर भयो है नि हैन यो फोन है दिस इज माई फिनिशिङ है यो अब फिनिशिङ यो भन्दा बढी म गर्न सक्दिनँ सरी भन्ने क्या अझै यो डल्लो हालिदिउँ कहाँ हालिदिउँ साइडमा बिचमा ह्यापी बर्थडे ओके त्यो भयो एन्ड देन ला त्यसको मतलब के हो भयो
अब खाएको छ है अलि मिठो लाग्यो माथि हेर्नु चाहिँ यो साइड हुने भएपछि ह्यापी बर्थडे फेरि अर्कै खालके मेरो टाढे आऊ भन्ने क्या छ ल ए त्यस्तो वालाको हो पता नि कस्तो देखियो यहाँ अगाडिबाट हेर त एकचोटि ह्याप्पी हेर्दैछु कि हालिदिउँ चकलेट हो दिदी त्यो होइन चक्लेट चाहिँ होइन है के दिन जोरा जस्तो तातो त्यसैले हो थोरै टेढो भयो हो भयो हल्का टेढो भयो क्या ए हेरेर ओके हामीले के भएको कति माग्यो हल्का भयो कि हल्का होइन हल्का त परेन ओके पढलको खालि है ल पढिदिनु र म पढ मिलेर पढल छान्ने ल यही हो मेरो केक चाहिँ गाइस कस्तो देखियो ह्याप्पी बर्थडे टु मी नहेर है तिमीहरू पढल छाल्दैन चाहिँ यो भिडियो आउन देऊ भिडियो आउन देऊ ल यस्तोमा नि हाल्नु होला नि यसलाई मात्र हाल्न बाँकी छ ल धन्यवाद हालिदिउँ ब्यागबाट हालिदिउँ ब्यागबाट ठुक्कर मिले पागल हुनलाई यो भगवान् हेरेर बस्यो अनि यार जुमा बस्छ है त्यो उसहरू एनिमलहरू कि आफ्नो धुनमा हामी चाहिँ हेर्न होइन जुमा एनिमलहरू आफ्नो धुनमा बस्छ हामी चाहिँ हेर्न बस्छ खस्यो मोती खस्यो अब के गर्नु त्यो कसले खान्छ र त्यो मोती हाल्दै हो त्यसलाई इडेबल हो त्यो बरु हातमा राख नि सबै यसरी अन्त नि यसरी फ्याट्ट खालको मलाई ओइ अड्किँदो रहेछ ओइ यिनीहरू हात धोको तिमीहरूले ल एक घन्टा मात्रै ठुल्ठुलो दिन न हजुर ल ओइ त्यति बेसरी नानी ल ओइ हेर न त्यहाँ पर्फेक्ट भएको ल अब भयो तिमीहरूको यतातिर खाली भयो कि सकिन्छ अहिले त्यो त हाल्ने होइन त्यो कोली नै हेर्नु त त्यही त। भएको त्यो भएर होइन सबैलाई इक्वल दिन गर्नु पऱ्यो नि त हामीले कति त्यही त ल ल हेर न ऊ के ऊ त्यो नहाल है कस्तो राम्रो देखेको है यति त को ब्याट्री लो भएको कारणले फिनिसिङ रिचुअल्स चाहिँ यहाँ छ भन्ने के खाँदै बस्यो हेर न कस्तो होला हौ ल
समातेर खिचिदेऊ त यहाँ मेरो यो चाहिँ मेरो बर्थडे केक रेडी भएको छ फोकस है ल आजको लागि यति नै र मेरो बर्थडे भ्लग चाहिँ आउँदैछ सो स्टे ट्युन गाइस एन्ड थ्याङ्क यू फर वाचिङ बाई